ल्याङ्ग्वेज बनेको छैन बुझ्यो आफ्नो जाति अनुसारले के हुन्छ जग्गाको अनुसारले जातिको अनुसारले बोल्दै आएको बुझ्यो त्यसलाई नै आफ्नो मदर ल्याङ्ग्वेज बनेर राखेको छ बुझ्यो जसले फरेनको लागि इङ्ग्लिस मदर ल्याङ्ग्वेज भयो जसले लेप्चाको लागि लेप्चा ल्याङ्ग्वेज मदर ल्याङ्ग्वेज भयो जस्ता तिमीहरू के भन्छ तामाङको लागि तामाङ मदर ल्याङ्ग्वेज भयो त्यही हिसाबले बोल्दै बोल्दै आयो हैन त्यस्तो हुँदाखेरि चाहिँ हामी के हुन्छ समाजमा सबैजना मिलेर बसेको छ हैन त्यस्तो बस्दाखेरि अगर हामीले सबै त्यो भाषालाई चाहिँ याद उठाएको मात्रै हो सरकार शासनमा सबैले बुझ्यो त्यसले गर्दा राम्रोसँग सुन फर्स्टमा के भन्छ कि तिमीलाई एकैतामा स्टार्टिङ पोइन्ट हुन्छ बुझ्यो हामीले एकैतामा आएको एकैतामा त्यो सिकेको त हैन त्यसै मात्रा फर्स्टमा मात्रा अब त्यसलाई जोड त आर्यम टोला भनेको गुड मर्निङ बुझ्यो आर्यम भन्ने मैले के भन्यो गुड बुझ्यो टोला भन्नु मतलब चाहिँ मर्निङ त्यस्तो भन्दा के हो गुड मर्निङ त भयो बुझ्यो अब यसमा अगर वर्ब थप्यो के भन्छ खानुले भयो था पिउनुलाई भयो थङ भयो हिँड्नुलाई भयो के भन्छ लम भयो खेल्नुलाई लेम बुझ्यो त्यो निरोले के भन्छ भन्यो कुसुसा बुझ्यो त्यस्तै हामी मिलाई के भनेको थियो कुसुम बुझ्यो त्यस्तै अर्को के भन्छ माइसेल्फलाई के भनेको थियो